नानीलाई अब चाहिँ हामी हस्पिटलतर्फ जाँदैछु। मेरो नानी चाहिँ बिमार छ। नानी आफै हिँडेर जाँदैछ बिस्तारी हिँडेर हैन। अन्त यहाँ चाहिँ यो माथि छ हाम्रो गाडी चाहिँ, दाजुको गाडी चाहिँ। दाजु आउनु हुँदैछ पछाडि र अलिकति चाहिँ हिँड्नुपर्छ नि त हाम्रो घरदेखि चाहिँ, र चाहिँ रेडी भएर आउनु हुँदैछ। मेरो नानी चाहिँ ज्वरो आइरहन्न नै ज्वरो आइरहेको छ, त्यसै कारणले हस्पिटल लगेको साथीहरू। हिँड्नुहोस् न, अब नानीहरू बिमार हुँदा पनि प्रब्लमै हुन्छ हो। स्कुल अब्सेन्ट भयो, 12 तारिकदेखि यिनीहरूको इक्जाम छ, त्यही भएर म बोक्छु। हुन्छ साथीहरू, पानी रहेछ बाटोमा हैन, नानी बोक्ने बेला भयो। थ्याङ्क यू सो मच, बाई बाई साथीहरू। हामी चाहिँ हस्पिटल आइपुग्यो। हिँड्नु न बिस्तारी हिँड्नु भाइ। उम्बो उम्बो उम्बो। मेरो नानी चाहिँ हस्पिटलमा आइपुग्यो। यहाँ बस्नुहोस् त, यहाँ बस्नु न साथीहरू। हामी चाहिँ हस्पिटल देखाइसकेर आइपुगेँ, गाडीमा बसिरहेको छु। यो चाहिँ मेरो नानीको हस्पिटलको कागज। यस्तो दबाई किन्नु लायो, 4वटा किन्नु लायो दबाई। यो चाहिँ खोकीको, मेरो नानीलाई खोकी पनि लागिरहेको छ, र यो चाहिँ खोकीको। यो चाहिँ ज्वरो पुरा आइरहेको छ मेरो नानीलाई, 2 टाइम बिहान बेलुका। र यो चाहिँ मेरो नानीले खानै खाँदैन, यो पनि बिहान बेलुका हो, भिटामिन हो। यो चाहिँ के हो भने यो चाहिँ एन्टिबायोटिक, जिउमा अब इन्फेक्सनहरू नहोस्, जिउमा ब्याक्टेरियाहरू नफैलोस् भन्नेहरू चाहिँ यो चाहिँ दबाईहरू एन्टिबायोटिकहरू चाहिँ 7टा छ। भरि भइरहेको छ मेरो छोराको दबाई। र यो चाहिँ नानी ढल्किरहेको छ ज्वरो आयो भनेर। हामी चाहिँ अब जानु आँटेको होइन, मेरो नानी चाहिँ जानु आँटेको। जिजु पनि गाडीमा बसिरहेको छ, थर्महरू आएको छ नि त नानी भ्याक्सिन लाउनु, उनीहरू ढिलो गर्यो र चाहिँ उयो गरेको छैन, पर्खिरहेको छ हामीले साथीहरू। ल बाई बाई, हामी चाहिँ घर फर्केँ। हामी चाहिँ अब नानीलाई दबाई दिन्छ घर पुगेर है। बाई 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 भन्नु न।